राम्रो खबर पक्कै छैन राम्रो चिठी धागोले भनेर। बुढा बाबु कान सुन्दैनन् बुढिया बुढा बाबु कान सुन्दैनन् बुढिया आफ्नो भन्नु यति नै भयो पाखा। अब हाम्रो भने पनि हुन्छ त्यहाँ, आफ्नो भने छ हाम्रो भन्नु यति नै भयो भने पनि हाम्रो भनेपछि बुढा बुढी केटाकेटीको सबैको भन्ने बुझिन्छ त्यहाँ चाहिँ है। ल हाम्रो भन्ने यति नै भयो पाखा चिठी आयो धागोले भनेर। पक्कै छैन राम्रो खबर पक्कै छैन राम्रो चिठी आयो धागोले भनेर। एक्लो छोरो पल्लो भयो छोरी एक्लो छोरो पल्लो भयो छोरी बन्धकीमा घर बारी भयो सुकुम्बासी। यो धुनमा नि अब यहाँ एउटा पूरक चाहिन्छ शब्द होइन। एक्लो छोरो परलोक भयो छोरी मुक्लान पछि बन्दकियो घरबारी भन्यो। अब यहाँ एउटा पूरक चाहिँ चाहिन्छ, एउटा पूरक चाहिन्छ, एउटा पूरक चाहिन्छ क्या। त्यसले चाहिँ के भने अर्थ दिन्छ। अनि माथि यो गाउनु पर्दैन क्या। त्यो चिठी आयो जाने अनि पछि चिठी आयो धागोले बाँधेर चाहिँ छोड्ने मात्रै छोडिदिनु पर्छ। पशु मात्रै भनेको अब के गर्नु त होइन। यहाँ चाहिँ एउटा चाहिन्छ, एउटा पूरक चाहिँ। तर यसकै लाइनमा चाहिने रहेछ है एउटा पूरक चाहिँ। एउटा चाहिँ पूरक चाहिने जस्तो देखिरहेको छु मैले है। हो थप्यो भने राम्रै। यहाँ एउटा चाहिँ होइन, यसको लयमै थप्नुपर्छ। ल ल ल ल ल ल रा 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 तरा खिचिदिनु पऱ्यो। खिच्नु नि तपाईँको खिचिराख्नु त।